छोराले जिती गरेर यो चाहिँ हाम्रो के भन्नु टमाटरलाई घर बनाउनुको लागि रे टमाटर र सिमी नेपालदेखि ल्याएको मैले बिउ यो खेत चाहिँ मैले 200 करोडमा किनेको लो जातुकोमा लाइजिबलाई यो चाहिँ भाषा चाहिँ तपाईहरुले बुझ्नु भयो कि होइन हामी पहिला उता के भन्छ नि चाइना भन्ने देशमा थियो चाइना बोर्डर छ हामी त्यही भएर हाम्रो चाइनासँग मिल्छ अरे झूठ बोल रहा है ये झूठ बोल रहा है खाजु खास टमाटर वा अभी खान्छ आजसम्म टमाटर चिन्दैन ना यो के को बिउ हो त टमाटर यो कहिले काम गरे पो थाहा यो टमाटर के हो आलु के हो यो त चुक्कु बिउ जस्तो छ त अनि बंद करो हाथ जोड़ यो चाहिँ मेरो प्याज यो मेथी यो चाहिँ धनिया यो चाहिँ मैले नेपालदेखि ल्याएको सागहरू यो पनि मैले उता नेपालबाटै ल्याएको चाइनिज साग यो त बर्खाति पुग्नु मेरे अनि नमसे मिङ्ला चिन्छ कि हामी चल्ने नर्सुले लक्ष्यमा खेजेको त एकछिन के खानुभएको बेबी भात भात हो भेज बिरयानी हो कसले पकाएको बेबी मम्मीले होइन बाबाले कता हो तपाईँहरू पार्कमा हो के गर्न आएको बेबी पार्कमा पार्कमा खेलेको हामी चाहिँ पार्कमा आउँछौँ घरमा यता चाहिँ मेरो छोरा बेबी हेलो हेलो न आकाशमा ताराको उज्यालो नौजा प्रभुको यो चाहिँ हामी क्रिसमसको रेडी गर्दैछु डेकोरेसन फाइनल लुक्स मेरो घरको डेकोरेसन अब क्रिसमसको लागि चाहिँ अलिअलि चाहिँ घर सजाउनै पर्यो हामी त्यसपछि डेकोरेसन गरिसकेर चाहिँ अब हामी मुभी हेर्न जानेछ मुभीको लागि हामी रेडी हुँदैछ म चाहिँ कपाल गर्दैछु ल हामी चाहिँ आज के गर्नु लाग्नु पिकनिक ड्राई पिकनिक मुभी हेर्न जाँदैछु चाहिँ शिरबाट तल उत्रिँदैछ दुनिया छोड्ते हैं बेबी नो छोरी त चकचकी गरेर छ मेरो छोरी लेट्स गो हामी चाहिँ मुभी हेर्न जाँदैछु हेलो बेबी हेलो कहाँ हो मुभी हेर्न चाहिँ हेलो हामी चाहिँ मुभी हेर्न जाँदैछु ब्यागले भारी भयो लाइट बन्द गरौ यता चाहिँ क्रिसमस डेकोरेसन मेरो चाहिँ त्यो माथि सबसे माथि तरिन्गे यहाँ तर्सिङ हामी तिनजना दौड्ने ल छोरी पनि ल कोजी चला 1 2 3 गो बेबी 1 बाबा छोरी कोजी चला 1 2 3 गो छोरी 1 2 3 गो छोरी विनर वंशिका विनर आज चाहिँ धुरन्धर मुभी लागेको रहेछ हामी चाहिँ अब
चिप्सहरू किनेर हामी भित्र इन्ट्री गर्नेछौँ अनि त्यसपछि मुभी सुरु हुन्छ। मेरो छोरा चाहिँ एकदम हतार भइरहेछ मुभी हेर्नको लागि। मुभी चाहिँ 5-10 मिनटपछि स्टार्ट हुन्छ किनभने चाहिँ मान्छेहरू अलिक कम भएको कारणले पुरा सिटहरू प्याक भएर मात्रै मुभी स्टार्ट हुन्छ। त्यसपछि चाहिँ मेरो छोरी चाहिँ एकदम एक्साइटेड भइरहेछ मुभी कतिखेर लाग्छ भनेर। काले चाहिँ रोकोरै मुभी छिटो लाग्ने कहिले लाग्छ भन्दैछ। म चाहिँ फेरि पकाउँदैछु मेरो छोरालाई।